हेलो नमस्ते हलिस बुक सेन्टरको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज हामी यो बुकको तपाईँलाई डिटेलमा हेराउन गइरहेको छौँ। किताबमा कस्तो छ, कुन शैलीमा लेखिया छ, कुन एडिसन हो, के कति हो, सबै कुरा चाहिँ हामी हेराउन गइरहेको छौँ। र त्यसमा हामी चाहिँ आज नासु फर्स्ट पेपरको शङ्कर सरद्वारा लिखित र गुरुङ पब्लिकेसनद्वारा प्रकाशित यो पूर्ण परिमार्जित संस्करण हो र यसमा यो तपाईँको 26 सेक्सन हो, त्यो भर्खरै लेटेस्ट आएको छ। यसमा तपाईँले यो प्रदेश र सङ्घ दुवैको लागि नै अति नै उपयोगी हो। त्यसै गरी यो तपाईँको हालसालैमा निकालिएको हो, 82-83 एडिसन हो, यो भर्खरै आएको किताब हो। त्यसै गरी यसमा तपाईँको हरेक कुराहरू फुल्ली अपडेटेड छ। तपाईँको पहिलो त यो किताबको नासुको सिलेबस हालिदिएको छ, तपाईँलाई कुनमा के हुन्छ त्यो पूर्ण सिलेबस हालिदिएको छ। कुनमा कुन पेपरमा के सोध्ने, कति मार्कको सोध्ने, कुनमा एमसिक्यू सोध्ने, एमसिक्यूमा कुन कन्टेन्टबाट कति सोध्ने, फर्स्ट पेपरमा के सोध्ने। र यो तपाईँको नयाँ पाठ्यक्रम 2081 3 महिना 20 गते जुन लागू भएको छ 81-82 को विज्ञापनदेखि त्यही सिलेबसमा किताब हो। यसमा तपाईँको जिकेमा के सोध्ने, कुन क्वेसनबाट कति सोध्ने, कति अङ्कको जिके सोध्ने, त्यसपछि कति अङ्कको आइक्यू सोध्छ, पूर्ण जानकारी हुन्छ। र त्यसै गरी तपाईँको यसमा चाहिँ हालसालै आएको किताबले गर्दा समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरू सन्दर्भ छ, त्यो पनि हालिदिएको छ। रोचक एवं नवीनतम सामान्य ज्ञान हालिदिएको छ। त्यो अरू जानकारीहरू नेपालको विविध क्षेत्रमा तथ्याङ्क सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू पनि हालिदिएको छ। र त्यसै गरी नमुना प्रश्नोत्तर फर्स्ट इयरमा कस्तो सोध्ने त्यो क्वेसनको नमुना प्रश्नोत्तर पनि हालिदिएको छ। र परीक्षाको लागि महत्त्वपूर्ण विषयगत जानकारीहरू र परीक्षाको लागि अन्य जानकारीहरू चाहिएको तपाईँको थुप्रै जानकारीहरू यहाँ हालिदिएको छ। त्यसै गरी यहाँ चाहिँ अब सामान्य ज्ञानको हरेक खण्डमा हरेक च्याप्टरमा कति पेज नम्बर के छ हरेक डिटेल सहित हालिदिएको छ। र यहाँ सामान्य ज्ञान पनि त्यसै गरी सामान्य ज्ञानहरू पनि पुरै डिटेलमा हालिदिएको छ। र लास्टमा तपाईँको सोधिएको प्रश्नहरू र उसको उत्तर त्यो पनि हालिदिएको छ। तपाईँको विगतको दिनमा पहिलो पेपरमा सोधिएको हरेक प्रश्नको उत्तर समेत हालिदिएको छ। र त्यसै गरी यसको भित्र कन्टेन्टको कुरा गर्ने हो भने तपाईँले हरेक कुरालाई पोइन्ट वाइजमा लेख्यो। जस्तो विश्व वातावरण दिवस 2025 कहिले मनाइयो, जुन 5 गते। यो 25 को नारा के थियो, प्लास्टिक प्रदूषण घटाओ। हरेक कुरालाई पोइन्ट वाइजमा जो विद्यार्थीले पढ्न एकदमै सजिलो र सरल होस् त्यो तरिकाले अर्को आर्थिक सर्वेक्षण 2081-82 लेटेस्ट डाटा पनि हालिदिएको छ। तपाईँले हरेक चाहिने डाटाहरू हरेक पोइन्ट वाइज जो विद्यार्थीले पढ्न एकदमै सजिलो होस् तरिकाले यो किताबमा चाहिँ विस्तार रूपमा लेखिएको छ। र त्यसै गरी यो तपाईँले पढ्दै जाने हो भने तपाईँको त्यसै गरी पढ्दै जाँदाखेरि तपाईँले च्याप्टर सकिएपछि हरेक च्याप्टरमा यो एमसिक्यू प्र्याक्टिसको लागि क्वेसन हालिदिएको छ र त्यसको उत्तरहरू पनि हालिदिएको छ। जुनबाट विद्यार्थीले एमसिक्यू क्वेसन जुन यहाँभित्र पढ्या हुन्छ त्यो सम्पूर्ण कुराको जुन यहाँ पढ्या हुन्छ त्यो सम्पूर्ण कुराको यहाँ एमसिक्यू वाइजमा हालिदिएको हुन्छ, जसले गर्दा विद्यार्थीले पढ्न झन् सजिलो हुन्छ। र द्वितीय पत्रको कुरा गर्ने हो भने द्वितीय पत्र पनि 82-83 आइसकेको छ। यसमा पनि लोकसेवा आयोगमा सोधिएको पूर्ण पाठ्यक्रम आधारित र विगतको दिनमा सोधिएको सबै कुराहरूलाई समेटेर नयाँ सौर योजना, आर्थिक सर्वेक्षण हरेक कुराले समेटेर नयाँ एडिसन आइसकेको छ। र यसमा पुराना प्रश्नहरू 800 भन्दा बढी नमुना प्रश्नहरू पनि हालिदिएको छ। यो सेकेन्ड पेपरको लागि हो। र पुराना प्रश्नहरूको अब यो किताबमा के छ भने यो पनि नयाँ एडिसनै हो, भर्खर आएको एडिसन जस्तो र एकदमै राम्रो चलेको एडिसन पनि हो। यसमा तपाईँको भर्खर आएको 5 संस्करण 2082-83 को हो यो किताब चाहिँ। र यसमा चाहिँ अब यसमा पनि यसको कन्टेन्ट हेर्ने हो भने तपाईँको खण्ड क को कन्टेन्ट यो रूपले छ एकदमै। र हरेक च्याप्टर वाइजमा हेर्न सक्नुहुन्छ, तपाईँ कन्टेन्टमै हालिदिएको छ। सम्भावित प्रश्नको प्रश्नोत्तर हरेक च्याप्टरमा आउन सक्ने प्रश्नहरूको प्रश्न हालिदिएको छ, त्यसको सोल्युसन हालिदिएको छ। त्यो अगाडि पनि हामी हेराउनेछौँ। अब यसमा तपाईँको त्यसै गरी यो कन्टेन्ट हामी हेराउन गइरहेछौँ, पछि हामी त्यसमा के लेखिएको थियो शैली तरिका पनि हेराउँछौँ। त्यसै गरी यो कन्टेन्टमा तपाईँले कन्टेन्ट हेर्नेले कन्टेन्ट यहाँबाट पनि हेर्न सक्नुहुन्छ। हामीले हरेक कुरालाई स्लोली रूपमा हेराउन गइरहेछौँ। त्यसै गरी अब यो पेजको कन्टेन्ट हेरौँ। 2.9 सम्म यहाँ छ। अर्को कन्टेन्ट चाहिँ यो भयो र खण्ड ग पुगिसकेको छ हामी कन्टेन्ट सिलसिलामा। यो अब निजामती सेवा सम्बन्धी सबै जानकारीहरू एनहरू सबै यहाँ हालिदिएको छ। र यहाँ लास्ट पेज कन्टेन्टको यहाँ हामीले सबै हेर्न सक्छौँ। र यहाँ पुराना प्रश्नहरू जुन यो लोकसेवा लिखितमा सोधिएको क्वेसनहरू त्यसको पनि हालिदिएको छ। जस्तो अब यो 2059 सालमा खुल्लामा सोधिएको, बेसीमा सोधिएको, 70मा 71, 72, 73 हरेक सालको 82 सम्ममा जति क्वेसन सोधिएको छ हरेक क्वेसन हालिदिएको छ, त्यसको सोल्युसन हालिदिएको छ। र यसको कुरालाई तपाईँले हेर्न सक्नुहुन्छ यहाँ।
पोइन्ट वाइज लेखिदिया छ। चाहिने डाटाहरू एकदम पोइन्ट वाइज सरल तरिकामा जो विद्यार्थीलाई बुझ्न एकदमै सजिलो होस् त्यो तरिकाले यो तयार गरिदिएको छ। हरेक च्याप्टरमा यस्तै छ र त्यसपछि च्याप्टरको अन्तिमतिर सम्भावित नमुना प्रश्न छ हरेक च्याप्टरमा छ यो। जस्तो नेपालको भौगोलिक विशेषता सम्बन्धमा उल्लेख गर्नुहोस्, त्यसको हरेक पोइन्ट वाइज लेखेर तपाईँलाई यहाँ हेराइ पनि दिएको छ, कुन एन्सर कसरी लेख्ने, कुन तरिका लेख्ने, हरेक च्याप्टरमा छ यो र लेख्ने तरिका सिकाइदिएको छ। र त्यसपछि तपाईँलाई थप प्र्याक्टिसको लागि यहाँ 18वटा हरेक च्याप्टरमा 15 देखि 18वटा 20वटा क्वेसन हालिदिएको छ, जुन तपाईँहरूलाई अहिलेसम्म अन्य कुनै पनि किताबमा पाउन सक्नुहुन्छ। यो हाम्रो कमल सरले लिखित किताब मात्रै योपल्ट निकालेर फर्स्ट टाइम निकालेको छ र तपाईँले हरेक च्याप्टरमा छ यो। जस्तै फर्स्ट च्याप्टरको भयो, अब त्यसै गरी हामी तपाईँले सेकेन्ड च्याप्टरको हेराउन गइरहेको छौँ। अब त्यो सेकेन्ड च्याप्टरको भयो, नमुना प्रश्न त यहाँ पनि छ र थप प्र्याक्टिसको लागि यहाँ पनि हेर्न सक्नुहुन्छ। थप प्र्याक्टिसको लागि यहाँ अझै क्वेसनहरू पनि हालिदिएको छ। र त्यसै गरी हामी यो सर्ट पेपरको पनि तपाईँलाई हेराउन गइरहेको छौँ। जस्तो यो उहाँ कमल सरद्वाराले लिखित नासु प्रशासनको सर्ट पेपर हो। यसमा पनि तपाईँको पुराना प्रश्नहरू 500 भन्दा बढी हालिदिएको छ। यहाँ हेर्न सक्नुहुन्छ, यो पनि नयाँ एडिसनले विद्यार्थीलाई आइसकेको छ। यसमा पनि त्यही कुरा छ। अब यसमा कन्टेन्ट हेर्नुहुन्छ भने जस्तो यो बुकको कन्टेन्ट भयो, यसमा पनि हरेक च्याप्टरमा तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ पुराना प्रश्नहरू भनेरै लेखिएको छ, सम्भावित पुराना प्रश्नहरू, यसको कन्टेन्ट हामी हेराउन गइरहेको छौँ। त्यसपछि हामी त्यो च्याप्टर वाइज त्यो पनि हेराइदिन्छौँ तपाईँलाई। कन्टेन्ट भयो, हरेक च्याप्टरमा पुराना सन्देशहरू हाल्छ। अहिलेसम्म कुनै पनि किताबले निकालिएको थिएन। त्यही भएर तपाईँ नासुको तयारी गर्न चाहनुहुन्छ भने यो किताब पढ्नुहोस्, तपाईँलाई 100% नाम निस्किन्छ। अब यसमा पनि तपाईँ हेर्न सक्नुहुन्छ, अन्तिममा तपाईँको 77, 79, 80, 81, 82 विगतमा सोधिएको प्रशासनमा सबै क्वेसनको सोलुसन सहित हालिदिएको छ। अब यसको च्याप्टरमा हेर्ने हो भने अब तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, हामी हेराउन गइरहेको छौँ। कार्यालय सञ्चालन र सङ्गठन व्यवस्था पहिलो च्याप्टर हो, खण्ड कको। यसमा पनि हेर्न सक्नुहुन्छ तपाईँ, हरेक कुरा पोइन्ट वाइजमा लेखिएको छ। हरेक कुरा पोइन्ट वाइजमा क्लियर रूपले जुन विद्यार्थीलाई पढ्न सजिलो होस्, बुझ्न सजिलो होस् तरिकाले लेखिदिएको छ। र यसमा पनि तपाईँको च्याप्टरको अन्तिममा जानुहुन्छ भने हरेक कुरामा यसमा पनि अब हेर्न सक्नुहुन्छ तपाईँले प्र्याक्टिसको लागि अब 7वटा क्वेसन छ, हरेक टपिकमा छ यो। हरेक टपिक जस्तो पहिलो टपिकको भयो, यहाँ कार्यविधि भनेको के हो, यस अन्तर्गत कुन विषयहरू हुन्छ अन्त दर्ता गर्नु। जस्तै हरेक च्याप्टरमा जस्तै पहिलोको भयो, अब यो 1.1 को हेर्नुहुन्छ भने 1.1 मा पनि हेर्न सक्नुहुन्छ तपाईँ, त्यो कुरा यहाँ पनि छ। त्यसको सम्भावित नमुना प्रश्न दर्ता चलानी भनेको के हो, यो 2 भएका समानता उल्लेख गर्नुहोस्। अब डिटेलमा लेखिदिएको छ, तपाईँ यो हेर्न सक्नुहुन्छ। सबै टपिक च्याप्टरमा छ। पत्र व्यवहार भन्ने के बुझिन्छ, पत्र व्यवहार के बुझिन्छ, यसको उद्देश्यमाथि प्रकाश गर्नुहोस्, पोइन्ट वाइज लेखिदिएको छ। त्यसरी नै तपाईँले लोकसभामा लेखिराखेर तपाईँले इजिली पास हुनुहुन्छ। त्यसै गरी हरेक च्याप्टरको अन्तिममा तपाईँलाई यसमा पनि प्र्याक्टिसको लागि 15 देखि 20वटा हरेक च्याप्टरमा हरेक टपिकमा, जस्तो अघि मैले 1 हेराएको थियो, यो 1.1 को हो। यसमा पनि तपाईँले प्र्याक्टिसको लागि थप क्वेसनहरू हालिदिएको छ, जुन तपाईँले अहिलेसम्म कुनै पनि बुकमा पाउन सक्नुहुन्न। त्यसै गरी हरेक टपिकमा यसरी नै गरेर क्वेसनहरू हालिदिएको छ। यदि तपाईँ तयारी गर्न चाहनुहुन्छ नासुको भने यो किताब लिनु, कमल सरको। यदि तपाईँ नासुको तयारी गर्न चाहनुहुन्छ भने यो फर्स्ट पेपर टङ्ककेश सरको, सेकेन्ड पेपर चाहिँ हाम्रो कमल भुषाल सरको, र प्रशासनको लागि थर्ड पेपर चाहिँ कमल भुषाल सरको। तपाईँले पढ्दाखेरि तपाईँको नाम अवश्य नै निस्किनेछ। र यो किताबहरू अल ओभर नेपाल कहीँ पनि चाहियो भने हामीलाई सम्झिनुहोस्, हामी अल ओभर नेपाल फ्री होम डेलिभरी सर्भिस पनि प्रोभाइड गरेका छौँ। र अन्य कुनै किताबहरूको जानकारी चाहियो, कन्टेन्ट चाहियो या भिडियो चाहियो भने हामीलाई मेसेज गर्नुहोस्, कमेन्ट गर्नुहोस् या दिएको नम्बरमा इनबक्स गर्नुहोस्। हामी चाहिँ तपाईँलाई किताबको पूर्ण सिलेबस भित्र कन्टेन्ट हामी पूर्ण रूपले तपाईँलाई हेराइदिनेछौँ। धन्यवाद।